सुनसरी निर्वाचन क्षेत्र नम्बर 4 मा यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार दीपक कुमार शाहले 46 से 40 मतसहित अग्रता कायम गर्नुभएको छ। उहाँले तेब्बर मतले अगाडि रहनु भएको छ। नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले 17 से 58 मत प्राप्त गर्दा उहाँले 100 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेकपा एमालेका उम्मेद्वार जगदीश प्रसाद पुष्यतले 15 से 37 मतसहित तेस्रो स्थानमा रहनु भएको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार महफुज अन्सारीले 4 से 88 मतसहित चौथो स्थानमा रहनु भएको छ। त्यसैगरी प्रेम प्रसाद भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार 116 मतसहित पाँचौं स्थानमा रहनु भएको छ। त्यसैगरी समीर खानले राष्ट्रिय निर्माण दलको तर्फबाट 87 मत प्राप्त गर्नु भएको छ। यति बेला जनता समाजवादी पार्टी नेपालकी उम्मेद्वार सविता यादवले 70 मत प्राप्त गर्नु भएको छ। त्यसैगरी श्रम संस्कृति पार्टीका विष्णु राणाले 56 मत प्राप्त गर्नु भएको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर 4 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार दीपक शाहको हिजोदेखि नै अग्रता कायम रहेको छ। दीपक शाहले आफ्नो मतान्तर फराकिलो पार्दै अगाडि बढ्नु भएको छ। नेपाली कांग्रेस भन्दा तेब्बर मतले अगाडि हुनुहुन्छ।